गाइज मर्निङ आज तपाईँहरूलाई मैले हाम्रो आज सनराइज फ्याक्ट्रीमा गएको छु। तपाईँहरूलाई मैले आज सोललाई कसरी सोल पेस्टिङ हुन्छ नि जुत्ताको चिप्पक कसरी हुन्छ भन्ने कुरा तपाईँ हाम्रो सोल फरक हुन्छ अनि जुत्ता बनिसकेको छ यो र यसको पेस्टिङ कसरी हुन्छ भन्ने कुरा आज तपाईँहरूलाई देखाउन गइरहेको छु। सबै कुरा हेरेर प्रतिक्रिया दिनु होला हस् त। हाम्रो रहेको छ पहिला सुरुमा रहेको छ हाम्रो प्यु अनि प्लस सोल अनि सुज है। अनि पहिला सुरुमा चाहिँ यो प्यु भन्ने ग्लुलाई हामीले यसरी लगाउनु पर्छ। अब यसपछि हामीलाई लगाउनु पर्ने चाहिँ सोल। ल हाम्रो यसमा प्यु लगाइसकेको छ। यसलाई चाहिँ हामीले 10 देखि 15 मिनटको लागि राख्नुपर्ने हुन्छ। यसको लागि हामीलाई आगो चाहिन्छ ग्यास हिट गर्नको लागि। यसरी देख्न सक्नुहुन्छ हिट गरी बलियो अनि हामीलाई चाहिँ हिट सोललाई चाहिँ हिट गर्नुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ यो सोल यति हिट भइसकेको छ होइन। हामीले यति हिट गर्नुपर्छ। यसपछि हाम्रो चाहिँ यसको पियर हेर्न सक्नुहुन्छ यसको पियर चाहिँ यो होइन। अब यसलाई पनि हिट गर्नुपर्ने हुन्छ हामीले यसरी। अब हामीले चाहिँ यसलाई पेस्टिङ गर्नुपर्ने हुन्छ ल। अब यो भइसकेको यसको काम भइसकेको छ। यसपछिको अब हाम्रो यसको फिनिसिङ हेर्न सक्नुहुन्छ यस्तो राम्रो भयो। पेस्टिङ पनि एकदमै दामी भयो होइन। यसलाई चाहिँ अब हामीले खोल्नुपर्छ। यसको भित्र चाहिँ फर्मर रहन्छ है। ट्याक्कै हेर्नु यस्तो फर्मर हुन्छ यसरी तान्ने हेर्नुहोस् हेर्न सक्नुहुन्छ एकदमै हल्का भइसकेपछि यसरी दाब्नुपर्ने एकदम हल्कै यस्तो राम्रो भइसकेको छ हेर्न सक्नुहुन्छ। खुट्टामा यस्तो देखिँदा बवाल टक्कै